नमस्ते साथीहरू। आज चाहिँ म केटाकेटीहरूसँग चाहिँ केक बनाउन गइरहेको छु र हामीले बनाना र मिल्कलाई चाहिँ मिक्स गरिसकेका छौँ र ग्राइन्ड गरिसकेका छौँ। त्यस पछाडि मैदा र चोको पाउडर हालेर त्यसलाई एउटा चाल्नीको माध्यमबाट छान्ने छौँ। यो चाल्नीमा चाहिँ किन छानेको यो मलाई पनि आइडिया भएन। यो चाहिँ मैले पनि युट्युबमा हेरेर मात्र गरेको हो। त्यसपछि त्यसमा चाहिने हामीले बटर लिएका छौँ र त्यसलाई हामीले हल्का तताएर हालेका छौँ। बेकिङ सोडा, बेकिङ पाउडर हालेर त्यसलाई मिक्स गर्दैछौँ र फ्लेभरको लागि चाहिँ हामीले यसमा भेनिला प्रयोग गर्दैछौँ। हामीले थोरै दुध हालेर मिक्स गर्दैछौँ यसलाई र अलिकति अझै चकिलो बनाउनको लागि फेरि हामीले चोको पाउडर हालेको छौँ र यसमा चाहिने काजु किसमिसहरू हामीले लिएका छौँ र हामीले ओभनमा हालेर यसलाई पकाइसकेका छौँ र फाइनली यसको लुक्स चाहिँ यस्तो भएको छ। अब हामी यसलाई निकालेर एउटा प्लेटमा राख्नेछौँ। कटिङ गर्नेछौँ र केटाकेटीहरूसँग रमाइलो गर्दै खानेछौँ। थ्याङ्क यू गाइज फर वाचिङ। बाई बाई, टेक केयर।